रमाइलो हुँदैछ रमाइलो जमा लाग्यो यहाँ त तरुणहरू भनेर केटीलाई भेट्नु पाए यसो रमाइलो हुन्छ टाइम पास हुन्छ अझै राम्रो रहेछ क्या यति बेला चाहिँ एकदमै दामी रहेछ है यति बेला पो रमाइलो लाग्यो अझै रातमा त झन् दामी हुन्छ अरे क्या यतिमा चाहिँ तपाईँहरू पनि घुम्न आउनुभयो होला आज चाहिँ हामी तमामबाट अल्खोबरतिर जाँदैछौँ हामी छुट्टीको दिन भएकोले गर्दाखेरि चाहिँ ईदको छुट्टीले गर्दाखेरि चाहिँ हामी एकै दिन छुट्टी भएकोले गर्दा चाहिँ हामी अल्खोबरतिर आज जाँदैछौँ अनि त्यहाँ कोर्नेसतिर हामी अब जान्छौँ फर्स्ट टाइम हो त्यही भएर हामी चाहिँ अहिले अल्खोबरतिर जाँदैछौँ अबको यात्रा भनेको चाहिँ हामी अल्खोबरको आजको भ्लग हामी त्यहाँको गर्दैछौँ ल त साथीहरू अब त्यतातिरको दृश्यहरू आजको चाहिँ भिडियोहरू चाहिँ आज त्यहाँको हेर्नु होला है त हेलो दर्शन नमस्ते वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म आज खोबर आइरहेको छु आज घुम्नको लागि हाम्रो छुट्टी ईदको छुट्टीले गर्दा चाहिँ म खोबर आइरहेको छु अनि यहाँको भिडियो चाहिँ म गर्दैछु सानो भिडियो ल अब भिडियो स्टार्ट गर्दैछु अब हेर्नु होला है त यतातिर चाहिँ यो खोबर कर्नेस भन्छ यसलाई चाहिँ यो खोबर कर्नेसतिर आइरहेको छु यता साथीहरू अनि यस्तै छ अब गर्मी छ आज हामी छिटो आएछौँ 2 बजीतिर आएछौँ त्यही भएर आज चाहिँ अलिक पसिना आउला जस्तो भइसक्यो गर्मीले गर्दाखेरि यतातिर एकदम रमाइलो छ अझै चाहिँ म यस्तो राम्रो भिडियोहरू गर्छु गङ्गटालाई यहाँ गङ्गटा हेरौँ है त जुम गरेर यही हो देखिने गङ्गटा यहाँ गङ्गटा पाइँदो रहेछ क्या अनि यो गङ्गटा यस्तो समुद्र वहाँ पारीसम्म ठुलो छ है समुद्र कहाँ छ हेरौँ त माछा कुद्दैछ मान्छे बल थाल्यो एउटा हो माछा घाम लागेर बर्बाद भइरहेको छ होइन फेरि भाग्छ क्या त मान्छे आएपछि माछा भाग्दो रहेछ क्या ठिक छ विशेष गरी चाहिँ हामी यही कर्नेस हेर्न आएको हो यहाँ चाहिँ हेर्दा पानी ट्याङ्की जस्तो देखिए पनि तर यहाँ चाहिँ एकदम होटल बन्नेवाला छ अरे भन्दै भित्र चाहिँ स्टार्टिङ हुँदै रहेछ कुन चाहिँ माछा होला के छ अब रे खबर आइयो है सबैलाई आउने भए आउनुहोस् यता खबरमा पौडी खेल्नु पनि मिल्छ रमाइलो हुँदैछ माछा पनि मार्न मिल्छ यो अस्ति हामी आएको थियौँ बाल्टिङले यसो उठेर माछा मार्नु पर्यो भनेको नसकेर छोडेको हो र यहाँ ए एकदम ठुल्ठुलो माछा सारकहरू आउँछ यहाँ है खोबरमा लडिक सदैछ भने ठिक छ ल अब हामी पनि आइरहेको छौँ अब एकछिन खोबर घुम्छौँ त्यहाँबाट चाहिँ कता जाने हो जान्छु है त रमाइलो एकदमै आकाशको सिन पनि रमाइलो छ यतैतिर आउनुपर्छ ल भरे ल यतैतिर आउनु भरे घाम चाहिँ एकदमै घाम लागेको अवस्था पुरै घाम रेस्टुरेन्ट के अरे रेस्टुरेन्ट अरे यो माथि टपमा रहेछ यहाँ है यो चाहिँ रेस्टुरेन्ट छ यहाँभित्र रेस्टुरेन्टमा त खाना खानु सकिँदैन होला महँगो त्यही त नि त्यस्तो महँगोमा त के जानु हो खाना खानु पनि हामी कमाउन आएको मान्छे महँगोमा के जानु कतातिर यता त आइँदैन नि अब यता जाने खबर
यता नआउनु अब यता यता खोपर जाने यहाँ ट्याक्सी पाउँदैन नि त यहाँ ट्याक्सी कुदाइदिनु भएको छ तर रिजर्भमा मात्रै हाल्नु हो र ट्याक्सी भेटिहालिन्छ नि यता कुदो दिँदैन नि त हो र हाँ अहिले बन्द गराएर नभए त्यसले उहाँ झार्दैछ क्या त्यहाँ यहाँ झार पुलिसको गाडी त त्यहाँ थियो त नि त्यहाँ यिनीहरूले रोक्छ नि ए हो ल अब जाउँ कता कता जाने हो जाउँ घुमौँ अब यता यता चिसो चिसो हुन्छ कि हो अब चिसो चिसो हो समुद्रको छेउछाउ झन् चिसो आउँदा चाहिँ होइन अरू त नि खोपरतिर आएर पुरा नुहाइँदै गरेको देखाउँछ त हो नि ठाउँ पनि छ त उता छ होला बोटहरू ठुलो बिल्डिङ देखिँदैछ नि अँ खाना आउने ठाउँ ए त्यहाँ माथि स्विमिङमा त्यो पनि होइन तलै स्विमिङ छ क्या ए अँ ए होटलको सोपिङ गर्ने कहाँ दिन्छ त्यो होटलको स्विमिङमा के को दिन्छौ त्यहाँ त दिँदैन त्यसरी एक्स्ट्रा पाउँछ अँ दर गराउने हुन्छ पर पुग्ने ए कस्तो हो रहेछ ए ओके साइकिल पुरै सबै यहाँ कुद्दैछ नि अँ यो कुन माछा आमा हो माछा त कहाँ छ त्यो सानो यत्रो सानो माछाले के आमा हो भने माकुरा हौ कुन चाहिँ उनीहरू होइन है अब त्यहाँ गयो भने यति छिटो दुलोमा बस्छ कि जो पढ्यो लगाएर फ्राई गर्नुपर्छ पाङ पाङमा त उनीहरूको अर्को खालको त जति भुटो झन् त्यति सेतो हुँदो रहेछ त हामीले उहाँ परबाट ल्याएको कुन चाहिँ अर्को सेतो खालको छिर्किन्द्रका पाउँदो रहेछ नि त अँ यहाँ ए जति भुटो त्यति सेतो हुँदो रहेछ ए हो र तपाईँले तर तपाईँले भन्नुभएको त्यो सही 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 लाग्छ मलाई मलाई मिठो लाग्यो नि अनुसार म त मिठो लाग्यो मजाले खायो अनि त्यतिखेर होइन को रिसाएको नपाए खाएन भने को रिसाएको त्यो दलबहादुर खुलाएन भने रिसाएको ऊ यो सेतो चाहिँ के रहेछ हौ त्यो चाहिँ पुरा सेतो तैरेको छ खै कस्तो खालको त पुरा तैरिन्छ क्या एकदम पातलो फेरि एकदमै रमाइलो छ घामै भए पनि केही टेन्सन छैन होइन त के चाहिँ यो क्या यो नि खै के हो यो पुरा नि हिँड्छ क्या पुरा यस्तो फुल्लिएर खै के हो यो यस्तो सेतो क्या हलिरहेको छ यो घुम्छ पनि फेरि समुद्र अनि तारा नजिक कहाँ जान्छ एकदमै आउँछ त गर्मी मिल्दैन कितना हो गया माछा अभी आया यति धेरै माछा परेको रहेछ अहिले चाहिँ अहिले ठिकै छ अब अहिले घाम पनि छ नि त त्यही भएर माछा धेरै परेको छैन गङ्गाटा लगेर जाउँ होला हौ गङ्गाटा लगाएर पकाएर खानुपर्छ हौ गङ्गाटा पकाएर खानुपर्छ होला के छेउछाउमा आएको लाग्छ होइन यहाँ त आएको छैन यता त नआउँदो रहेछ केटा आएर छोपिहाल्छ होला त्यही भएर कति गङ्गाटा पनि बाटो छ नि छैन भर्खर आएको अरे मारेको छैन गर्मी छ उस्तै के गर्नु मुखलको दियो नि गाह्रो छ
कसो छ गर्मी छ गर्मी होइन कालो भने होइन गोरै छ हुनुहुन्छ गोरो देखिँदैछ गोरो मान्छेलाई कहाँ कालो भन्नु यता टेक्सा चाहिँ हिरो देखिरहेछ चस्मा जमाना के हामीले पनि देखिएको होला हल्का बुढो मान्छेलाई कहाँ जानु भयो यता घुम्दैछौँ हामी चाहिँ अब यतातिर फर्नेसतिर मजासँगले हजुर जाने हो त ल ठिक छ जाउँ पसिना पसिना भइयो त है गर्मीले मार्ने भयो आज घुम्न आएको हिजो त्यस्तो गर्मी थिएन है आज गर्मी मदनमा नि घुमेको कि त्यहाँ पनि घुम्यौँ नि बेलुकी बेलुकी अहिले अबेर अबेर भयो कि गार्डनतिर त्यो ठुलो गार्डनतिर क्या अबेर अबेर भयो अल खबरको कोर्नेस चाहिँ एकदमै राम्रो के परबाट हेऱ्यो भने चाहिँ झनै राम्रो अझै यसलाई जुम गर्न त्यति सकिएन नत्र पनि एकदम राम्रो यो पर यो हामी पहिले यो माथिबाट चाहिँ यसो तल झर्दै झर्दै अहिले यहाँबाट एकदम अब अन्तिममा यहाँ तलसम्म अब देखाउँदैछु यो तल यो आँखा नभ्याउने समुद्रदेखि यो तलसम्म हामी अब पुग्दैछौँ त्यहाँ चाहिँ अब यो तलको लास्टसम्म अब हामी भिडियो गर्छौँ हेर्दै जानु होला है त कता ल्याउनु भएको हौ कता उता पनि रहेछ नि त घुम्ने ठाउँ उता पनि रहेछ अब उता एकछिन उतातिर चाहिँ हामी घुम्छौँ उता पर त्यतातिर चाहिँ सो गाइज अब चाहिँ हामी अन्तिम स्थानतिर आइपुगेका छौँ यो खोबारको चाहिँ लास्ट कर्नेसको लास्टतिर आइपुगेका छौँ अब यहाँबाट चाहिँ लास्ट भिडियो गर्छौँ हामी अब यतातिर छ यतातिर यो छ खोबर फर्स्ट चाहिँ उतातिर हो उतातिर यो फर्स्ट हो होइन त्यहाँबाट चाहिँ हामी लास्टै हुँदैखेरि यता आइपुगेको छ हामी चाहिँ अब यो लास्टतिर चाहिँ हामी आइपुगेका छौँ अब यो पछाडि चाहिँ अन्तिमसम्म वहाँ पर देखाउँछु यहाँ पर लास्टसम्म यहाँ पर लास्ट हो त्यहाँबाट चाहिँ हाम्रो भिडियो इन्डिङ हुन्छ हेर्दै जानु होला अझै छ त्यहाँ आउनु थुप्रै अब हेर्दा नजिक भए पनि एकदम टाढो लाग्छ कि त्यो ठाउँ चाहिँ नमाइउँदातिर सिन चाहिँ एकदम राम्रो छ गाइज ओभर दामी अझै टाइम छ हाम्रो घुम्ने टाइमहरू त्यहाँबाट अझै कता कता हो हेर्दै घुम्नु न आज छुट्टीको दिन होइन त होइन त लौरे कस्तो छ आजको दिन एकदम रमाइलो लागिरहेछ गर्मी छ घाम लागिरहेको छ होइन एकदम रमाइलो भइरहेछ एकदम रमाइलो छ यहाँ पनि होला सायद यो यता स्विमिङ खेल्ने ठाउँ हो अब हामी आइपुगेको छौँ कर्नेसको लास्ट एरियातिर हेर्दैछु यो पनि खोबरको कर्नेसको लास्ट एरिया पोखरी हामी चाहिँ पोखरी भन्छौँ होइन कतातिर ए उहाँ गएर बसिरहेको ठिकै छ ल ठिक छ अहिले पावर चार्ज खिचिरहेको छ कति राम्रो ठाउँ छ यो त सो यो आउनुभएको छ भने हजुरले आउनुभयो भनेर लेख्नु होला
कमेन्ट गर्नु होला। अनि यस्तो रमाइलो छ क्या। म पनि फर्स्टचोटि आएको खोबर एकदम रमाइलो लाग्यो मलाई चाहिँ। छड्के घर पनि देखाउनु अझै गर्मीले गर्दाखेरि सकिएको छ। कुन चाहिँ त छड्के घर ए छड्के घरलाई पनि मैले खिचिदिएको छु। यो चाहिँ हाँसको टाउ कुन चाहिँ ए हाँसको टाउको यो खै के हो कछुवा हो जस्तो नि छ। कति दामी क्या हेर्नु यो अब एकदमै राम्रो छ फुल खोबरमा। मलाई चाहिँ एकदमै आनन्द लाग्यो फुल हेरेर। पनि परेको रहेछ कि यस्तो त हाम्रो नेपालतिर हुन्छ नि होइन दबाई पनि हुँदो रहेछ नि कुन चाहिँ यो उयसको क्या सुगरको दबाई के भन्छ एउटा पत्ता खानु दिनको यसो पानीमा भिजाएर खानुपर्छ अरे क्या यो सुगरको बिरामीले पनि भन्छ। एकदम राम्रो सुन्दर एरिया छ यार। फर्स्ट टाइम आएको यहाँको इन्भाइरोमेन्ट एकदम राम्रो लाग्यो मलाई चाहिँ त्यस्तै। अनि छुट्टीको बेला कहाँ जाने भन्दै थिएँ म। आज यता कर्नेस आउने विचार गरेँ त्यही भएर कर्नेसमा चाहिँ म भिडियो बनाउँदैछु। रमाइलो लाग्यो कि मलाई एकदमै। लु हेर्नु यतातिर एकदम रमाइलो छ कति रमाइलो भिडियो क्या। जता हेरो त्यतै रमाइलो है। तपाईँहरू पनि आउनुहुन्छ भने यो खोबरको कर्नेस भन्ने ठाउँमा चाहिँ आउनुहोस्। हुन त तपाईँहरू आइसक्नु भएको होला र पनि नयाँ मान्छेहरूको लागि चाहिँ यसो नयाँ पुरानो हो सबैजना फेरि पनि आइराख्दा रमाइलो हुन्छ। यहाँ चाहिँ घुम्न एकदम राम्रो फ्रिडम एरिया जस्तै यस्तै रहेछ ठाउँ। त्यही भएर यहाँ चाहिँ रमाइलो छ। फेरि मलाई चाहिँ पसिना आइरहेको छ है। अब गर्मीको बेला पनि हो पसिना आइरहेको छ। ठिक छ। वाउ यता पो रमाइलो रहेछ त आम्मामा। यहाँ त फुल फुलेर ढकमक आम्मामा के साह्रो रमाइलो हो। फुल फुलेर ढकमक रहेछ यतातिर त। झन्डै मैले यो ठाउँ मिस गरेँ क्या। फुल त बाफ्रे हेर्दै रमाइलो लाग्ने खालको क्या। टिपेर लगौँ हुने खालको फुलहरू रहेछ हौ यहाँ त। लु हेर्नु त ल साथीहरू कति रमाइलो ठाउँ छ। तपाईँहरू चाहिँ एकदमै आउन चाहिँ मिस नगर्नु होला है। तपाईँहरू जसरी भए पनि यो ठाउँ घुम्न आउनुपर्छ। लु अघि हामी यस्तो एरिया घुमेको थियो अहिले त यतातिर देखाउँछु। यो त कर्नेस त यताबाट घुमेर अघि हामी यस्तो लाग्छ कि हामी यताबाट चाहिँ घुमेर आए जस्तो लाग्छ। तर यतातिर भरि चाहिँ देखाउँदैन। हेर्दै रमाइलो हुने ठाउँ क्या। कता आयो घुम्न चाहिँ एकदमै घुम्ने मजाले। ओफ गर्मीले मार्यो के साह्रो गर्मी हेटेरी। ठिक छ केही छैन अब गर्मी सर्मी खल्ली बल्ली होइन त। हेर्नुहोस् कति रमाइलो कि। म त यही फुलको मात्रै भिडियो खिच्नु जस्तो लाग्यो कि। तपाईँलाई चाहिँ यहाँ चाहिँ के भइदियो होस् जस्तो लाग्छ यहाँ चाहिँ।
यो गार्डनमा यहाँ त तरुनेर भयो राम्रो हो तरुनेर छैन उतातिर आउँछ तपाईँलाई यहाँ त केटीलाई भेट्नु पाएँ यसो रमाइलो हुन्छ टाइम पास हुन्छ घरमा फेरि थाहा पाउला नि फेरि घरमा फेरि थाहा पाउला नि यता आउँदैछ भिडियो बनाएको होइन एरिया त यहाँ पो राम्रो छ त राम्रो छ राम्रो यहाँ पो राम्रो रहेछ त खुले खुल्छ अघि पुरा अघि त राम्रो छैन भनेको यहाँहरू नाममा यत्रो मसला त्यो पुरै यो पुरै यो ठाउँ पो राम्रो रहेछ त यहाँहरू आम्मामामा हेर अघि त यो ठाउँ देखिएको रहन्छ नि त यार वाउ कस्तो दामी के गाइस यो ठाउँ चाहिँ एकदमै घुम्न लायकको राम्रो ठाउँ रहेछ है यो चाहिँ मलाई मन पर्यो एकदम आनन्द लाग्ने ठाउँ आजको छुट्टीको दिन चाहिँ यसरी नै बित्यो है रमाइलो रहेछ ल यहाँ पो दामी रहेछ है यहाँ फोटो खिच्नु भयो यहाँ ठिक रहेछ नि हौ बाफ्रे ल गाइस यो ठाउँ चाहिँ नघुम तपाईँहरू चाहिँ मिस नगर्नु होला यहाँ चाहिँ आउनु है घुम्न जसरी भए पनि त्यो खोगरको फर्नेसमा चाहिँ यहाँ चाहिँ घुम्न जसरी भए पनि आउनु होला तपाईँहरू ल यहाँबाट कति दामी देखिएको छ ल हेर्नु त म त्यसै भन्दिनँ नि एकदम राम्रो छ भनेर ल यही ठाउँ हो सबैभन्दा मैले अन्तिममा यही ठाउँ चाहिँ एकदम राम्रो भेटेँ है सबै मान्छे बेलुका भएपछि त धेरै आउँदो रहेछ कि मान्छे के साह्रो भिड हो अब बिस्तारै बिस्तारै अहिले कति बज्यो 4 बजिसक्यो 4 बजिसक्यो यति बेलादेखि भिड पुरै भरे राति त झन् कस्तो होला नि यहाँ वाउ घुम्न एकदम लाइकको ठाउँ छ क्या चाहिँ तपाईँलाई मैले यसरी कति घुमाउँदै देखाइसकेँ ल हेर्नुहोस् यो जग्गा एकदमै दामी जग्गा छ है हेर्नु त अब अहिले हामी बस्दा बस्दै यसरी पानीको फोराहरू निस्किसक्यो अझै राम्रो रहेछ क्या यति बेला चाहिँ एकदमै दामी रहेछ है यति बेला पो रमाइलो लाग्यो अझै रातमा त झन् दामी हुन्छ अरे क्या अब हामी रातसम्म बस्दैनौँ होइन त्यही भएर यही वाउ यता चाहिँ हाम्रो साथीहरू चाहिँ फोटो सेसन गर्दै हुन्छ यता साथीहरू चाहिँ एकजना कति रमाइलो है हेर्दै रमाइलो वाउ ल हेर्नु होला कोही अब फोटो खिचिरहेको छ है कोही त्यसरी फोटो खिचिरहेको छन् कोही भने अब भिडियो टिकटक बन्दैछ कसैको चाहिँ साथीहरूको चाहिँ यस्तै छ एकदम रमाइलो ठाउँ छ यहाँ चाहिँ तपाईँहरू पनि हेर्नु होला साथीहरू आउनु होला तपाईँहरू पनि घुम्नको लागि वाउ यता खोगरको कर्नेसमा चाहिँ गए पनि रमाइलो ठाउँ रहेछ क्या जतासुकै गए पनि रमाइलो ठाउँ होइन त जतै गए पनि रमाइलो ठाउँ जतै गए पनि ल यो फुलले चाहिँ अरूभन्दा पनि फुलले चाहिँ एकदम सो गराएको छ कि
तपाईँलाई यहाँ कर्नेसको चाहिँ के चाहिँ राम्रो लाग्यो तपाईँलाई? यो फुलको गार्डन डेकोरेसनहरू चाहिँ त्यो चाहिँ राम्रो रमाइलो लाग्यो एकदम दामी छ रमाइलो छ आउनुहोस् घुम्नु खोबर सबै भन्ने ठाउँ गोबरको धेरै रमाइलो इन्जोय गर्ने ठाउँ इन्जोय गर्ने ठाउँ है मलाई चाहिँ धेरै इन्जोय लाग्यो यसरी सबैजना चाहिँ आउँछन् घुम्नको लागि अब यतातिर हेर्नु म सबैलाई सबै देखाउँछु कोही फोटो खिचिरहेको छ कोही छन् एकदम राम्रो कता गयो साथीहरू चाहिँ कता गयो साथी यतातिर पनि रहेछ यार घुम्ने ठाउँ पर पनि रहेछ कति हो कति है घुमेर चाहिँ नसकिने रहेछ आजको एरिया चाहिँ कहाँ छ केटाहरू पर कस्तो हुँदैछ हौ कस्तो हुँदैछ रमाइलो यतातिर पनि दामी रहेछ है होइन त्यसो नगरौँ होला पौडी चाहिँ नखेलौँ होला अलि कति हो अब यता पछाडि हेर्दाखेरि एकदम दामी देखिन्छ क्या अझै रमाइलो होइन अघि त नजाउँ जस्तो लागेको थियो होइन अहिले त अनि आमामा ए अघि त जाउँ जस्तो लागेको थियो अहिले त नजाउँ जस्तो लागेको थियो किन भन्नु त तरेनीहरू देखेर नि त्यो चाहिँ होइन कि अहिले बेलुका चाहिँ एकदम दामी भएर क्या तरेनीहरू यहाँ देखेर होइन तरुनी चाहिँ होइन म कहाँ त्यस्तो तरुनी सरीमा चाहिँ लाग्दिनँ साथी होइन तर अहिले बेलुका चाहिँ एकदम मान्छे धेरै आयो क्या तरुनीहरू चाहिँ होइन तरुनीहरू चाहिँ होइन साह्रो बेजतै भयो त त्यो तरुनी भनेर त्यस्तो चाहिँ होइन तर यहाँ एकदमै रमाइलो ठाउँ रहेछ त्यही भएर यो अहिले जति शीतल हो नि त अघि त गर्मीले गर्दा जानु सकेको थिएन नि त त्यही भएर होइन पर भन्दा चाहिँ त्यहाँ हुँदा चाहिँ एकदमै रमाइलो कहाँ त्यहाँ हाँसको होइन यता पनि थियो हाँस त्यो हाँसको चाहिँ अब कति दामी ल म यसरी पनि देखाउँछु आजको भिडियो सबैलाई सो गाइस अब चाहिँ हामी अब लास्ट भिडियो गरिसक्यौँ अब चाहिँ हामी यहाँबाट बिदा हुँदैछौँ अब आजको भ्लग यति नै फेरि पनि मौका पाइयो भने फेरि यसरी करेन्समा आएर बनाउँछौँ तबसम्मको लागि हामी बिदा हुन्छौँ फेरि अर्को नेक्स्ट भिडियो लिएर आउने बाचा गर्दै आज हामीले बिदा गर्दैछौँ ल बाई ल सबैले ल बाई भन्नु पर्यो ल बाई 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 ल ओके बाई